हेलो गुड मर्निङ सबैलाई। आजको दिन वैशाख 6 गते आमायाङ्री हेलम्बु साइक्लिङ जाने भनेर निस्केको। मौसम हिजोसम्म सफा थियो, क्लियर। आज अलि मौसम त पुरै पानी पर्ने जस्तो देखियो। गाडी यहीँ रेडी छ। हाम्रो हर्सिटी राइडर्सको ग्रुपहरू 54जना हुनुहुन्छ। हामी सबैजना साइकलमा ब्याकअपको लागि, रेसको लागि गाडी, अनि हामी जाँदैछौँ साइकलमा। अब पानी पर्यो तर पनि गएर हेरौँ अब के हुन्छ है, के हुन्छ गएर हेरौँ। अब क्यान्सल गर्ने त कुरा आएन, सबैजना यहाँ आइपुग्नु भइसक्यो। ल अब हामी जाँदैछौँ, गाडी यही हो। यहाँबाट गएर अनि मेरो टुटुल लाग्छौँ, साइकलमा जान्छौँ। ओके, त्यहाँ बाटोमा गएर है त। ओके, हामी यहाँ मूल पनि पुग्यो अहिले। सबैजना साथीहरू बिजोकमा हुनुहुन्छ। बिजोक सबै साथीहरू बिजोकमा पारा। ल हामी रोपाइ जान्ला हो कि हामी आमायाङ्री साइक्लिङ जान्ला हो कि कहाँ जान्ला हो? हो ए रोपाइमा जान्ला होइन? सबैजना यहाँ साइकल राखेर देखिरहनु भएको छ। सबैजना ठिकै छ, बिस्तारै गएर हेरौँ के हुन्छ। रोपाइमा हो क्या? ल ठिक छ। ल गाडीमा त यसरी जान्ला थियो सबैजना। ल अहिले चाहिँ हामी यो उसमा साखुराली तल त्यहाँतिर छौँ। पानी यस्तो ठुलो पानी परिरहेको छ। अब पानी रोकिला भन्ने छैन, अँध्यारो भएर परिरहेको छ। हेलो नुहाउन त हेलो, टाढै हो के हो? ल ठिक छ बिस्तारै आरामले। कता हो दिदी? टाढै हो के हो? ओके हेलो हेलो, खोइ त ठिकै छ। च्यालेन्जलाई हामी एक्सेप्ट गर्छौँ, लड्छौँ च्यालेन्जसँग। ठिकै छ। प्रकृतिसँग छुट्नु पनि होइन, मजै अर्को हुन्छ। ल ओके, राम सर पनि आउनुभयो। ल हाम्रो राम्रै पनि आउनुभयो। अब हामी लाग्छौँ कन्टिन्यू है, दर्शिङ पौवा। ल दर्शिङ पौवा। ओहो ल दर्शिङ पौवा। फाइनली दर्शिङ पौवा माथि हामी पुग्ने लागेको छ। यो यहाँबाट माथि हो, यहाँसम्म आइपुग्यौँ हामी है। अब साथीहरू आउँदै हुनुहुन्छ बिचमा। ओके, अब यहाँबाट दर्शिङ पौवामा ब्रेकफास्टको लागि रोक्छौँ। त्यहाँबाट मौसम कस्तो हुन्छ हेरौँ, त्यसपछि हामी बिस्तारै फेरि मेलम्चीतिर लाग्छौँ है त। ओके ओके, ल ल जान्छन् ल मजो गाडीवाला दिदी। अहिले चाहिँ हामी दर्शिङ पौवा बिहान ब्रेकफास्ट गरेर यहाँबाट मेलम्चीतर्फ हामी जाँदैछौँ। अनि यहाँबाट मेलम्ची अलिकति उकालो, त्यसपछि ओके ओके। अब यहाँ दर्शिङ पौवाबाट ओह्रालो चढ्दैछौँ हामी। चांगले भारे हामी नाङ्ले भारेको ओह्रालो जाँदैछौँ। नाङ्ले भारे सबैजना। ओके हो, अब सबैजना साथीहरू यो मेलम्चीतिरको ओह्रालो चढ्दै हाम्रो गाडी चाहिँ यही हो, क्याम्पर गाडी आउँदैछ। गाडी पनि आउँदैछ सबैजना। ठिक छैन? ठिकै छ। आजको दिन 6 गते हामीले 1 महिना अगाडि नै फिक्स गरिसकेका थियौँ। अब आउने बेला हिजोसम्म दिन एकदम क्लिन थियो। अब आज बिहान निस्किने बेलामा पानी परिरहेछ हल्का। अब क्यान्सल गर्ने कुरा आएन, सबैजना पुरै जोसमा हुनुहुन्छ साथीहरू सबैजना।
ठिकै छ जे होला होला भनेर सबैले जोस देखाएपछि हामी आयौँ बौद्ध पुगेपछि ठुलो पानी पर्यो त्यहाँबाट पानीमा रुच्दै रेनकोट छ तै पनि पुरै भिजेछ भित्रसम्म आयौँ अहिले हामी नाङ्ले भारे कटेर दर्शन पवा हुँदै नाङ्ले भारे कटेर तल मेलम्चीको इन्द्रावती नदी आइपुग्नु लाग्यो त्यहाँबाट मेलम्चीको खोला छेउछेउ अनि हामी अब माथि हेरौँ कहाँसम्म जान सकिन्छ माथि अब हामी आमायाङले पिकनिक जाने भने टार्गेटमा आएको हो अब के हुन्छ हेरौँ साथीहरू के हुन्छ वेदरले के भन्छ त्यसपछि हामी जानेछौँ सबैलाई अहिलेसम्म ठिकै छ सबैको साइकल ठिक छ सबैको हालत पनि ठिक छ अब हामी जान्छौँ अहिले बाटोमा हामी एकछिन रेस्ट लिएर यहाँदेखि चाहिँ बाटो अलिक खराब रहेछ अब चाहिँ भर्खर बनाउनु सुरु गराएर चाहिँ यसमाथि चाहिँ पानी पऱ्यो पानी परिसकेपछि सबै यो हिलाम्ने भयो बाटो चाहिँ अलिक खराब रहेछ अहिले अलिअलि खुल्दैछ जो उताको सिनहरू भ्यूहरू देख्न थालेछ हिलो आँखामा पुग्यो आँखामा जस बबाल छ ल बबाल ओके अहिले हामी नदी पुग्नु लाग्छ अब हामी अब धेरै छैन 10 मिनट होला नाङ्ले भएरबाट हामी झन्डै 20 मिनट चाहिँ तल चढिसक्यौँ है अब साथीहरू चाहिँ पछाडि आउँदैछ पछाडिको चाहिँ भ्यू कस्तो छ भने अहिले भ्यू खुल्दैछ अलिकति पानी पर्न अलिक कम रोकिएको अवस्था छ अहिले यो माथिबाट यो टर्निङबाट हामी माथि जाने त हामी जाने बाटो पनि त्यही नै हो हुनु त माथि त्यो हाइटको बाटो ओके ठिकै छ हेरौँ सबैको आत्मबल बरकरार छ अहिलेसम्म ठिकै छ ल ओके ओके ल सबैजना साथीहरू अहिले पुगेको अवस्था ल यसो बहिनी के छ बबाल हुनु पर्यो नि त जर्सीको उकालो झकास छ जर्सीको हैन अब ओके लेट्स गो सबैजना प्लास्टिक ओढेर रमाइलो तरिकाले हिँडिरहेका छन् साथीहरू ओके जे भइरहेछ रमाइलो भइरहेछ ल बोल्यो होला एकदम इजी कन्ट्रोल त्यसरी आउने हो क्या कन्ट्रोलले हाम्रो कविता बहिनी अगाडि डाउनहिलको मजा लिँदै डाउनहिलको मजा हेलो हेलो भाइ यप यस पट्टि जन्म फुलापट्टि हामी यहाँ तल माथिबाट झरेर ठ्याक्कै हाइवेमा भेट्यौँ है मेलम्चीको हाइवेमा सबैजना यहाँनिर यहाँ गाडी पनि हाम्रो यसको गाडी पनि छ अब यहाँबाट फेरि आदि मेलम्चीतिर लाग्छौँ है त यहाँनिर एकछिन ल मेलम्चीको नयाँ बनाएको पुल त्यसमा बढाएर यहाँ सखा भएको यहाँनिरको पुल बगाएको थियो एउटा यहाँ यस्तो अहिले हामी ठ्याक्कै मेलम्ची बजार पुगेका छौँ होइन सबैजना यहाँ बसेर अब खाना नखाइकनै हामी माथि जाने भन्ने कुरा भयो शर्माथाङ गएर बस्नु भन्ने कुरा भयो त्यही भएर सबैजना साथीहरू यहाँ सल्लाह गर्दै मेरो बुढी पनि त्यहाँ जीवनजल बाँड्दै चाहिँ यहाँबाट मेलम्चीबाट हल्का कच्चो खाएर त्यहाँबाट हामी राइटतर्फ मेलम्चीको खोला क्रस गर्दै हामी उकालो लाग्नुको लागि खोला क्रस गर्दैछौँ है त पहिला यहाँ पुल थियो अहिले त्यो बाढीले बगाएर अहिले पुल छैन यहाँ घुम पाइप राखेको छ त्यहाँबाट हामी खोला तर्दैछौँ
ओके कस्तो भइरहेछ अनि विक्रमजी के भइरहेछ है यो भनेको रमाइलो त हो नि ओके अहिले चाहिँ हामी शेरमाथानबाट अलिकति तल 8-9 किलोमिटर तल छौँ त्यहाँ पुग्यो अहिले ठ्याक्कै कति 3:30 ठ्याक्कै बज्यो हामी यहाँ माथिको शेरमाथानको बाटोबाट आएको यहाँ पुग्यो है अनि हामी दुईजना विक्रमजी र म हामी दुईजना चाहिँ माथि पार्टीमा बसिरहेको छौँ पर्खेर साथीहरू तल त्यो गाउँबाट माथि आउँदैछ रमाइलो रहेछ ठाउँ चाहिँ तलबाट तिम्बुबाट गएन तिम्बुबाट गयो भने त्यो खोलाको बाटो त्यहाँबाट जानु पर्थ्यो त्यहाँ फेरि उता माथि पुगेपछि फेरि यो सबै चढ्नुपर्छ फेरि डाइरेक्ट सिधै चढ्नुपर्ने रहेछ नि त त्यही भएर हामी यो स्लोली चढ्दै आएको तर भ्यू चाहिँ अहिले राम्रो देखियो वेदरले हामीलाई साथ दियो धेरै नै पानी पनि परेन घाम पनि लागेन अहिलेसम्म एकदम मजा ल्याइरहेको छौँ हामी है हाम्रो साइकल पनि सही सलामत अहिलेसम्म ठिक छ मेरो साइकल सुतिरहेको छ यहाँ उकालो चढेर थाकेर ओके ऐसेलु टिपेर खाँदै हामी बाटोमा रमाइलो गर्दै अहिले 4 बजेको छ है 4 बजेर हामी यस्तो ठाउँमा आइपुगेका छौँ अहिले अब 2 बजे अब 2 घन्टामा हामी होटल पुग्ने शेरमाथान पुग्ने भन्ने हाम्रो टार्गेट हो खोइ हेरौँ अब कति जान सकिन्छ हामी चाहिँ शेरमाथान बेलुका अलिक ढिला नै पुग्यो झन्डै 7-7:30 जस्तो भएको थियो ढिला बेलुका पुग्यो भएर मैले भिडियो चाहिँ खिच्न सकिनँ अलिक किनभने हामीलाई गन्तव्यमा पुग्न अलिक हतार भइरहेको थियो नि त त्यही भएर अहिले चाहिँ हामी यो बाटो छेउको शेरमाथानमा होटलमा बसेर बिहान अब हामी फेरि जाने तर्खरमा सबैजना लगाइरहेछौँ यतिखेरसम्म सबैलाई ठिकै थियो सबै राम्रै थियो खानासाना खाएर अब हामी माथि जाने तयारीमा गुड मर्निङ एभ्रिवान सबैलाई नमस्ते अहिले हामी शेरमाथानमा छौँ यहाँ आएर बस्यो भने अहिले हामीलाई सजिलो हुन्छ भनेर चाहिँ हामी यहाँ आएर बस्यौँ आजको लागि सजिलो हुन्छ भनेर अनि यहाँको वेदर चाहिँ आज हेर्दा राम्रै जस्तो छ हामी यो होटलमा बसेको माउन्टेन भ्यू लज एन्ड होटल गाडी पनि हाम्रो रेडी छ हाम्रो चाहिँ ब्रेकफास्ट पानी हाम्रो पनि यहाँ छ पानी ब्रेकफास्ट लिएर दाइहरू दिदीहरू बहिनीहरू भाइहरू सबैजना चिसो ठाउँमा चाहिँ बनाएको हुन्छ सबै पुरानो सामानहरू हाम्रो गुरुजी हुन्छ हामीलाई सुरक्षितका साथ ल्याइ पुऱ्याउनु भयो हाम्रो साइकल सबै यहाँ राति यहाँ सुत्यो आज हाम्रो साइकल चिसोमा सबै राम्रै के भइरहेछ तपाईँको यो टुरको एक्सपिरियन्स भन्नु न एकदमै स्मरणीय रहने छ यो टुर चाहिँ आज हाम्रो हिजोदेखिको है आज चाहिँ मौसमले पनि एकदम साथ दिएको छ नि एकदम बेस्ट छ हामीले एकदम जीवन चाहिँ एकदम बेस्ट हुन्छ भन्ने सोच राखेको छु थ्याङ्क यू अनि हाम्रो गुरुजी दाइ कस्तो छ आजको अनुभव कस्तो रह्यो तपाईँको अहिलेसम्मको कस्तो भइरहेछ भन्नु न धेरै राम्रो खुसी भएको छ सर बाटो कस्तो छ तपाईँलाई कस्तो भयो राम्रै छ चलाइ कस्तो भयो अहिलेसम्म चाहिँ राम्रो छ मास्तिर चाहिँ अब के हुन्छ त्यो चाहिँ अब पछि पुगेपछि थाहा हुन्छ ओके गुड तपाईँ अझै भित्रै छन् कि
के हो म्यामहरू त साइकल खोइ यस्तो के हो आज त आमा नचलाएको नि जाने माथि चलाउने चलाउने हो ल ठिक छ हिरोइन भएर आइसक्यो साइकल चलाउनलाई माथि ओके अब सबैजना जानको लागि तयारीमा साइकल आफ्नो आफ्नो साइकल सबै चेक गरेर ल अब जानको लागि तयारीमा सबैजना है अहिलेसम्मको अनुभव कस्तो रह्यो एकदम बब्बाल बगाल हुनु पर्यो बगाल त हुनु पर्यो हो कस्तो भयो सुशान्त भाइ रमाइलो रमाइलो भइरहेको छैन हुनु पर्यो यति त अनि तपाईँको पनि भन्नु न एकदम रमाइलो भयो अब हामी लागेको है त ओके लेट्स स्टार्ट आमा याङ्री माइकी जेल लागिरहेको छ नि आइपुग्यो ल टक्कै हिसाबमा मलाई गयो म चाहिँ रिटर्न गयो मलाई लाग्ला दिमाग खराब मजाले का साइकल त हो भ्यू यहाँबाट चाहिँ बवाल देखियोस् त्यहाँदेखि आउँदैछ सबै साथीहरू शिरमाथाङ त्यहाँबाट शिरमाथाङबाट डाउनी ल्याएर यहाँबाट आउँदैछ है अब यो त झाल लाग्दैछ बाटोमा साथीहरू सब इन्जोयमा फुल इन्जोयमा छ ल ओहो अहिले हामी लगभग 3000 मिटरको हाइटमा है अनि माथि आमायाङ्री बेस क्याम्प भन्दा 2 किलोमिटर तल 2.5 किलोमिटर जति तल यति हामीमा रोकिएर बसिरहेछौँ वेदरले आज फेरि साथ दिइरहेछ पानी नपरे त हुन्छ यस्तै चाहिँ तर भ्यू चाहिँ अलि त्यति देखिरहेको छैन साथीहरू सबै यहाँ आएर अरू साथीलाई पर्खिराख्नु भएको छ गाडी चाहिँ माथि गएर ओके अहिले चाहिँ हामी आमायाङ्री बेस क्याम्पको 1 किलोमिटरभन्दा अगाडि है यो भन्ज्याङमा आएर हामी रोकिरहेछौँ 1 किलोमिटर मात्र बाँकी छ यहाँनिर चाहिँ बाटो एउटा सेक्सन चाहिँ एकदम बिग्रेको छ गाडीको लागि साथीहरू सबै यहाँ पुगेर रोकिराख्नु भएको छ सबै यहाँ पुगेर साथीहरू है अब गाडी चाहिँ उताबाट आइरहेछ तलबाट हामी चाहिँ यहाँ आउँदैछ उताबाट एकदम हामी चाहिँ 32 मिटर हाइटमा चाहिँ आइपुग्यौँ साइकल लिएर सबै साइकलहरू र चाहिँ साथीहरू यतै बसिरहनु भएको छ एकदम आनन्द भइरहेछ जस चाहिँ यो हाम्रो चाहिँ इतिहासको एउटा चाहिँ पाटो बन्ने छ ओके ल अब हामी गाडीलाई साथीहरूलाई पर्खेर बसेको अब कतिखेर आइपुग्छ चाहिँ थाहा छैन अब यहाँबाट 1 किलोमिटर है बेस क्याम्प चाहिँ आमायाङ्री बेस क्याम्प फाइनल्ली हामी आमायाङ्री बेस क्याम्प आइपुग्यौँ धेरै गाह्रो बाटो रहेछ अस्ति पानी परेर बाटो धेरै गाह्रो भएर धेरै खाल्डो खुल्डो रहेछ त्यही पनि जस आइपुग्यौँ अब यहाँबाट हामी उकालो लाग्छौँ होइन उकालो लागेर माथि गएर आउँदा कति टाइम हुन्छ त्यसपछि अनि तल जान्छौँ अनि सबैजना हामी अब खाना खाएर माथि जान्छौँ खाना अर्डर गरेको छ होटलमा त्यसपछि माथि जान्छ है त ओके होटल चाहिँ यहाँ रहेछ ओके बेस क्याम्पबाट हामी ठ्याक्क 2:10 हामी उकालो चढ्दैछौँ सबैले साइकल छोड्नुभयो सबैले साइकल छोड्नुभयो मैले चाहिँ एउटा साइकल लाने आँट गरेँ साइकल हाम्रो रामदाई पनि पावर कसो आउनु भएको छ जियोस् हाम्रो विगमजी पनि सेकेन्ड पावरफुल आइरहेछ उकालो चढ्दै ठिक छैन सबै कुरा ल हाम्रो विगम माथि पुगिसक्यो
ल सबैजना साथीहरू यहाँ रमाइलो गर्दै हामी बिचमा बाटोमा छौँ यप यस 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 ओके यस गुड 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 Yup. हजुर ल हुन्छ हुन्छ त्यहाँ बिसाउनु बिसाउनु हामी हो त्यहाँ माथि पुग्ने ल ओ यस ल छोड्दिनु खोइ 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 आमा याङ्ग्रीको मेलैमा भेट भएको बेलैमा ओके फाइनली we got it finally आमा याङ्ग्री पिक हामी पुग्न सफल भएको छौँ आमा याङ्ग्री साइकल पुर्याउन सफल भएका छौँ हामी आमा याङ्ग्री गुम्बा पछाडि साइकल हामीले एउटा बोकेर एउटा साइकल ल्याइ पुर्याउनु भ्यू चाहिँ आज अहिले खासै देखिएको छैन भ्यू सबै यस्तो भएर चाहिँ हामी तलदेखि आएको अहिले चाहिँ यस्तो रहेछ यहाँ पिकबाट सबै मेरो साथीहरू अनि सबै मेरो हेलिप्याड राइडर्स मेरो दाइहरू अनि सबैलाई मेरो साथीहरू मेरो परिवार आमा याङ्ग्री पिक आमा याङ्ग्री गुम्बाबाट म सबैलाई सम्झिन चाहन्छु है फाइनली साइकल ल्याउन सफल भएको छ गुम्बामा ओके अहिले चाहिँ खासै भ्यू चाहिँ खोलेको छैन सबै बादलै बादल भएछ अहिले हामी ढिला भएर पनि होला हामी तलबाट करिब 1 बजे माथि चढेको ओके साथीहरू रमाइलो गर्दै साथीहरू सबै रमाइलो गर्दैछन् ओके फाइनली आमा याङ्ग्री पिक आमा याङ्ग्री गुम्बा yes I'm coming yes hop okay आमा याङ्ग्री यत्रो राम्रो थियो केही देखेन खै त नि अनि कहाँ सक्छ चलाउन सक्दैन नि सक्दैन खुल्या भए झन् मन्दिर त्यहाँबाट राम्रो देखायो खुल्या भए झन् कति मजा हुन्थ्यो
फाइनली आमायाङरी पुगेर फर्किसकेको छु। फर्केर अहिले भर्खर आइपुग्यो 6 बजे। 6 बजे रमाइलो गर्दै गर्दै आउँदाखेरि टाइम लाग्यो। साइकल यहाँ छ माथिबाट डाउन हिँडाइसकेको छ साथीहरू सबै। फाइनली माथिबाट तल आइसकेका छौँ यहाँबाट यता। ल अनुभव भन्नु त के भयो आजको? सोचेको भन्दा चाहिँ अब माथिबाट डाउन आइसकेको छ। सबैजनाले आफ्नो इफोर्ट अनुसार क्लिन गरेर आएको छ। ल सबैलाई बधाई है। ल सबैलाई बधाई, सबैलाई बधाई। ल बधाई सबैलाई। अघि नै देखेको थिएन अहिले आमायाङरी पिक यहाँबाट अहिले खुल्यो। अघि नै खुलेको थिएन माथि यहाँभन्दा यो बेस क्याम्पभन्दा 700 मिटर चाहिँ हाइटमा रहेछ माथि। यति हामी हिँडेर जानुपर्ने चाहिँ हिँडेर गयौँ। साइकल बोकेर लग्यौँ है। चलाउनु मिल्ने ठाउँ कहीँ थिएन। बोकेर लगेर त्यहाँसम्म पुर्याएर ल्यायौँ हामीले। सबैजना सफलतापूर्वक क्लियर गरेर फर्किसक्नु भयो है। ल सबैजना अब चिल ह्याप्पी मुद्रामा हुनुहुन्छ। सबैजना क्लियर गरेर आएर नाच्दै आफ्नो खुसी व्यक्त गर्दै हुनुहुन्छ सबैजना। सबैलाई बधाई छ। ल सबैले पुरा गराउनु भएकोमा सबैलाई बधाई छ है। ल हो ल यस हेलो गुड मर्निङ सबैलाई। आज हाम्रो ट्राभलिङको थर्ड डे। हामी आमायाङरीबाट डाउन आएर आज यहाँ तार्के क्याम्प बसेको। तार्के क्याम्प बसेर यहाँबाट हामी जान लाग्दैछौँ। अनि त्यसपछि सबै साइकलहरू रेडी हुँदैछ है। सबै साइकलहरू रेडी हुन्छ। साथीहरू पनि सबै रेडी हुँदैछ। आमायाङरी यहाँबाट अलिकति देखिन्छ। यो त भयो आमायाङरी। यो त 2900 छ हामी यहाँबाट बसेको। यो बसेको साथीहरू सब जाँदैछ। तर राइड एकदम राम्रो भयो सबैको। ओके अब हामी यहाँबाट हिँड्छौँ। गाडी पनि रेडी हुँदैछ। ल ओके बाटोमा रेडी हुन्छ जाउँ। ओके अब हामी यहाँबाट तार्के क्याम्पबाट मुभ हुँदैछौँ हामी तलतिर। अब सबैजना जाउँ त। ओके यस त्यहाँ बोर्ड रहेछ। त्यो बोर्डमा तलतिर कहाँ भनेर देखाइरहेको होला। यो बाटो ठाउँमा छैन झिक्यो खुसी ठाउँमा छ भने त लिमिट ठाउँमा हुन्छ नि। बगाएर त्यो बेला पुलिस छैन। यस तलै होला नि। खण्ड तल झरिसक्यो यस्तै बाटो। अहिलेसम्म यस्तै छ। ल हामी जाँदाखेरि यस्तो माथिबाट गएको हो नि त। शेर्माथाङबाट गएको। अहिले टिम्बुमा झर्दैछौँ। टिम्बुबाट चढ्नु पऱ्यो भने त साह्रै गाह्रो हुन्छ।
फ्युल यो बाटो त केही पनि नर्मल हो केही पनि होइन उसलाई कस्तो कस्तो मुटु नै छाउने जस्तो खाना पुगिसक्यो हाम्रो पनि भिडियो चलिरहेको है है फर्स्ट टाइम गर्दैछौँ दिन मौसम पनि छ चक्लेट मागो ल बाई बाई अहिले टिम्बु आइपुग्यो हामी अहिले कति बजी छ भने सबै चिया खायो 9:30 भयो 9:30 भयो अब कहाँ गएर खाना खानु भयो 9:30 भयो टिम्बुमा छ अब टिम्बुबाट हामी हिँडेर बेलुङ हेलो हेलो सुजन भाइ मेलम्ची खोला खिचेर अहिले हामी मेलम्ची खोलाको तिरितिर मेलम्चीतर्फ आउँदैछौँ टिम्बुबाट अब हेरौँ मतलब मेलम्ची पुगेर खाना खाइन्छ कि खोलाको तिरितिर यो पहिला कति सालमा हो यो बाढी मेलम्चीको बाढीले सबै बिगारेर खोला सबै ध्वस्त पारेको यो बाटो तिरितिर हामी आउँदैछौँ तलतिर है त ओके बर्बाद बाढीले सबै खोलामा पल्टाछ सनौती बजार खाली रहेछ सनौती बजार खाली सनौती बजारमा पुल बनाउँदै छ
यो चाहिँ मेलम्ची खोला तीरको चनौती बजार एकदम ठुलो बजार थियो। त्यो ठुलो बाढी आउँदाखेरि बाढीले सबै ध्वस्त बनाएर घरहरू सबै कुनै बगाउने, कुनै चाहिँ अब जग समेत पल्टाइदिने, कुनै भित्रबाटै पानी छिर्ने भएर चाहिँ यो बजार सबै ध्वस्तै भएको थियो। अहिलेसम्म पनि यो बजार करिब करिब खाली खाली जस्तै छ। कुनै कुनै सग्लो घरहरूमा चाहिँ अलिअलि मान्छेहरू बसेको जस्तो छ, नत्र भने अहिलेसम्म पनि सबै घरहरू खाली, कुनै घर बगाएको, कुनै घरको अब भग्नावशेष मात्रै बाँकी भएको यस्तो अवस्थामा छ। अहिलेसम्म पनि यहाँ कुनै पुनर्निर्माण यस्तो केही पनि भएको देखिँदैन। अहिले चाहिँ यस्तो छ है यहाँको हालत। पुल बगाएको थियो, बाढी आउँदाखेरि बगाएर फेरि यो बेल ब्रिज हालेको थियो। अहिले फेरि उता बिगारेर राखेको छ। तपाईँहरूको नयाँ पुल बनाउँदैछ, मजा आयो। मज्नु होला ओके। अहिले चाहिँ मेलम्ची आइपुगेर साइकल यहाँ राखेर हामी खाना खाँदै खाना खायौँ। अब खाना खाएर यहाँबाट अनि हामी लाग्छ घरतिर। घाम चर्को छ एकदम। आज चाहिँ वेदर एकदम घाम चर्को लागिरहेको छ। वेदर एकदम चर्को घाम। वेदर हिजोको चाहिँ ठिक थियो, पानी पऱ्यो पनि, तर ठिकै छ, बिस्तारै जाने। सबैजना खाना खाएर रिल्याक्स गर्दै सबैजना सबै खाना खाएर रिल्याक्स गर्दै हुन्छ सबैजना। खाना खाएर सबैजना रिल्याक्स गर्ने कि जाने हो कि रिल्याक्स नै जाने। अब कति 8:30 जाने। यहाँ चाहिँ हाम्रो हिसाब हुँदैछ। हाम्रो टुरको फाइनल काम हुँदैछ। अहिलेसम्म त एकदमै सक्सेसफुल भयो, एकदमै रमाइलो भयो। यो चाहिँ जीवनमा एकदमै स्मरणीय रहने भयो नि हाम्रो यात्रा छ। अब चाहिँ 25 हाम्रो यात्रा चाहिँ सँगै रहिरहेको छ। अनि तपाईँको पनि के अनुभव सुनाउनु त कस्तो भयो? मैले केही गल्ती गरेँ होला कि सरहरूलाई अब मैले बाटोतिर केही मैले सकेसम्म त्यसको लागि धेरै धेरै धन्यवाद तपाईँले। एकदम टुरको खर्चको विवरण सुनाउँदै बजेट भाषण सुन्दै सबैजना बजेट भाषण सुन्दै मेलम्ची बजार अहिले घामले मस्त राखिरहेको छ। अब हामी खानासाना खाएर यहाँ मेलम्चीबाट अब 5 खालतर्फ हामीलाई 5 खाल 0 किलो हुँदै जाने भएर त्यहाँतिर अब लाग्दैछ। सबैजना साथीहरू रेडी हुनुहुन्छ। यहाँबाट जाउँ सबैजना, यहाँबाट जाउँ। ओके ल सबैजना खानासाना खाएर अब हामी लाग्दैछौँ। ओके 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 यस ओके।
झगडा भइरहेछ साथीहरू जाँदैछौँ हामी छुट्टी पर्छ फाइनली अहिले हामी धुलीखेल आइपुगेका छौँ है सबै रन गरेर मेलम्चीबाट 0 किलो 5 खाल भएर हामी धुलीखेल आइपुगेका छौँ अहिले धुलीखेलबाट भक्तपुरतर्फ गएर छौँ अहिले अहिले चाहिँ जसरी पनि घर पुग्ने भन्ने कुरा छ अलि अँध्यारो हुन्छ होला आइरहेको छ सबै साथीहरू तर भक्तपुरको बाटो चाहिँ कहिले बनाउन सिक्यो नि हो एकदम खराब रहेछ धुलो रहेछ ठिकै छ रमाइलोसँग घुमेर आयो सब सही सलामत आयो रमाइलो गरेर एकदम राम्रो भयो मायाङ्गरीको राइड 3 दिन लाग्यो 3 दिनकै टार्गेट थियो 3 दिन नै लाग्यो पानी परेर अलिकति छिटो भयो 3 दिनमा सिक्यो ओके ल धनिपा बजारको हालत हेर्नुहोस् फाइनल्ली हामीले शनिबार आइतबार सोमबार 3 दिन गरेर हामीले हाम्रो जर्नी कम्प्लिट गरेका छौँ हामी हरसिद्धिदेखि साँखो जर्सिङपवा मेलम्ची माथि शेर्माथाङ हुँदै माथि बेस क्याम्प हुँदै आमायाङ्ग्री गुम्बासम्म गएर सक्नेहरू सबैले साइकल चलाउनु भयो नसक्नेहरू उकालोमा हिँड्नुभयो गर्दा हामीले पुरा गरेका छौँ पुरा गरेर त्यहाँबाट फर्केर हामी घर आइपुगेका छौँ फाइनली अहिले घर चाहिँ अलिकति ढिला आइपुगेको भएर मैले बाटोको चाहिँ त्यो अँध्यारोको भिडियो बनाउन सकिनँ आशा छ सबैलाई यो हाम्रो 3 दिनको साइकलको भ्रमण सबैलाई राम्रो नै लाग्यो होला सबैलाई रमाइलो नै भयो होला भन्ने आशा राख्दछु ओके हेभ अ नाइस टाइम सबैलाई अब अर्को ब्लगमा है त ओके बाई बाई